नमस्कार, म गम बैम्बो मगर सम्पूर्ण दर्शकवृन्दहरूलाई मेरो यो युट्युब च्यानलमा हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छु। आदरणीय दर्शकवृन्दहरू, यतिखेर म रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर 5 मणिग्राम चौकबाट अलिक पश्चिममा रहेको पुरानो सडक छेउको एउटा घरबाट बोल्दैछु। विशेष गरेर मणिग्राम आसपास रहेका विभिन्न भौगोलिक अवस्थाहरूको जानकारी दिलाउनको लागि म यो सानो भिडियो क्लिप मार्फत जमर्को गरिराखेको छु र सर्वप्रथम म यहाँहरूलाई देखाउँदैछु मेरो पछाडि रहेको विद्यालयको भवनहरू। यो हो विद्यालयको भवनहरू। यो विद्यालय गत वर्षको एसईई परीक्षाको नतिजामा देशैभरि रहेका सामुदायिक विद्यालय अन्तर्गत रहेका विद्यालयहरूमध्येमा राम्रो जिपिए ल्याउन सफल श्री शान्ति नमुना माध्यमिक विद्यालय र यो विद्यालयको आधा जति भवन यो अग्लो घरले छेकिदिएको छ। यहाँदेखि त्यहाँसम्म यो भवन रहेको छ। यो विद्यालय रूपन्देही जिल्लाभित्र रहेका सामुदायिक विद्यालयहरू मध्येमा पनि टपमा पर्ने विद्यालय हो र यो सडक पुरानो सडक जो मेरो यो अहिलेको ठाउँबाट डाइरेक्सनको हिसाबले यो उत्तर दिशा पर्छ। यो उत्तर दिशामा बुटवल उपमहानगरपालिका पर्छ र यो बाटो हुँदै जान्छ फेरि 5 नम्बर, त्यसपछि 12 नम्बर हुँदै तिनौँ खोला पुग्छ। त्यो तिनौँ खोला हो पाल्पा हुँदै बग्दै आएर बुटवल हुँदै बग्दै आएर भारततर्फ जाने तिनौँ खोला। यो बाटो हुँदै गएपछि तिनौँ खोला आउँछ। त्यो तिनौँ खोला पारिपट्टि अमुवा भन्ने एरिया पर्छ। त्यसपछि अब तपाईँहरूलाई अर्को जानकारी, यो क्षेत्रतिर जो मेरो हातले डाइरेक्सन गरेको क्षेत्रतिर पर्छ बुटोल हुँदै निस्केर गएको मुख्य हाइवे हुँदै गएर भैरवबाट अलिक पश्चिम नेपालकै गौरवमय परियोजना अन्तर्गत करिब सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो साइडमा पर्छ र अब यो बुटोल हुँदै त्यो मुख्य सडक हुँदै भैरव निस्कने बाटो जसरी यसरी जान्छ यो क्षेत्रतिर पर्छ। भलवारी मङ्गलापुर हुँदै कोटियामा हुँदै भैरवबाट सुनौली नाका निस्कने बाटो यहाँबाट यो साइडतिर पर्छ। अब म जानकारी गराउँछु यहाँहरूलाई। यो मेरो यो अहिलेको मेरो उभिएको ठाउँबाट पूर्व दिशा पर्छ। यो टावर देखिराख्नु भएको छ। यो टावरको आसपास पर्छ मणिग्रामको मुख्य चोक र त्यो मुख्य चोकबाट पूर्व साइडतिर 4 नम्बर त्यो साइडतिर पर्छ। त्यसपछि अहिले तपाईँहरूले एउटा रातो छाना भएको भवन देख्नु भएको छ। त्यहाँ एउटा सुविधा सम्पन्न होटेल रहेको छ। त्यो हो मणिग्राम विश्राम वाटिका। यदि यो मणिग्रामको आसपासमा रहेर कुनै एउटा राम्रै सुविधा सम्पन्न होटेलमा बसौँ न भन्ने हुन्छ भने अथवा तपाईँहरूले कुनै बेलामा चाहिँ पार्टी विवाह उत्सव केही गर्न पर्यो भने यो वाटिकामा चाहिँ तपाईँहरूले बुक गरेर त्यो कार्यक्रम गर्न सक्नुहुन्छ। यही किसिमले चाहिँ यो मणिग्राम आसपासमा यो लोकेसन रहेको छ र यहाँहरूलाई मेरो भिडियो हेरिदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दै धेरै धन्यवाद टक्राउन चाहन्छु र यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र मैले यस्तै ज्ञान गुण र जानकारीमूलक भिडियो सेयर गर्दै यहाँहरूलाई जानकारी गराउने प्रयास गर्नेछु। धन्यवाद, नमस्कार।